नमस्कार सम्पूर्ण दर्शकहरुमा यहाँहरुसँग सधैँभरि म मेरो आफ्नो छोरोसँग मादल र सारङ्गीमा केही रमाइला गीतहरु लिएर उपस्थित हुने गर्थे। तर आज भने म त्यो रमाइलो गीत भन्दा नेपालीले काबुलमा ज्यान गुमाए अतिवादी तालिबानीहरुले आफ्नो पराई भनेनन्, यसका पनि घर परिवार होलान् भन्ने सोच्दै नसोचिकन बमले उडाइदिए, टुक्रा टुक्रा बनाइदिए, नेपालीको मन टुक्रा टुक्रा भएको छ। यस दुखद अवस्थामा मैले ती अतिवादी तालिबानीहरुको क्रूर कामको घोर निन्दा गर्दै र शोक सन्तप्त परिवार र सम्पूर्ण नेपालीहरुलाई यस्तो पीडा कसैले पनि भोग्नु नपरोस् भन्ने उद्देश्यले केही टुक्का भर्खरै मात्र लेखेर यहाँहरुको लागि शेयर गर्दैछु। कृपया सुनिदिनु होला। त्रिहत्तर साल असारैको महिना तालिबानले हत्याराको गर्न थाले बैना। के पायो र नेपालीलाई बमले उडाएर, ती कलिला बालबच्चाको नाता चुडाएर। मन हुनेको मुटु हुन्छ, मुटु भित्र माया, अतिवादी हत्याराको हुनन् दाया बाया। तालिबानी गर्यो नि भुल, रगतले भिजाई काबुल। तालिबानी गर्यो नि भुल, रगतले भिजाई काबुल। बाबु आमा छोरा छोरी छोडेर घरैमा, कसलाई विदेश जान मन छ रहरै रहरमा। घर छोडेर हिँडेदेखि डर मात्रै लाउँछ, थाहै हुन्न कुन दिन ज्यान बाकस भित्र आउँछ। तिमी जस्तै हामी पनि उस्तै गरी देशका, सोचेनौ है घर परिवार होलान् भनी यसका। गयो उडी सरर आकाशमा, आयो कठै त्यो बन्द बाकासमा। गयो उडी सरर आकाशमा, आयो कठै त्यो बन्द बाकासमा। साउदी, कतार, मलेसिया, युरोप, अमेरिका, जहाँ पुगे नि उस्तै हालत हुन्छन् नेपालीका। देशको हालत ठिक नहुँदा विदेशिनु पर्ने, अझै कति दिनसम्म कुकुर मरै मर्ने। रहरले हैन होला अफगानिस्तान गएको, रिस लाग्यो तालिबानी मेहनत गरी खाको। धिक्कार्दैछन् दुनिया जगतले, काबुल भिज्दा नेपाली रगतले। धिक्कार्दैछन् दुनिया जगतले, काबुल भिज्दा नेपाली रगतले। धिक्कार्दैछन् दुनिया जगतले, काबुल भिज्दा नेपाली रगतले। धिक्कार्दैछन् दुनिया